यी कुराहरू नेपालीमा तपाईहरु माझमा राख्दैछु। सम्माननीय प्रधानमन्त्रीज्यू, नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबार काठमाडौँ, मिति 2082 कार्तिक 8 गते अक्टोबर 24 2025। विषय राष्ट्रिय एकता र जेनजी आन्दोलनलाई एकतामा ल्याउन सरकारी पहलका लागि अपील। सम्माननीय प्रधानमन्त्रीज्यू, गहिरो सम्मानका साथ हामी जेनजी युनाइटेड मुभमेन्ट तर्फ यो विनम्र अपील पेश गर्दछौं। यो सरकार केवल नेताहरूको होइन, यो जनता स्वयंको सरकार हो, जुन शहीदहरूको बलिदानबाट जन्मिएको हो। हामी विश्वास गर्छौं कि यो सरकार हाम्रो पुस्ताको अर्थात् जेनजी पुस्ताको पनि अभिभावक हो, जसले नयाँ पुस्ताको आशा, ऊर्जा र भविष्यको रक्षा गर्नुपर्ने जिम्मेवारी बोकेको छ। त्यसैले हाम्रो विनम्र अनुरोध छ, हामीलाई एक गरिदिनुहोस्। हामी विभाजन होइन, एकता र समर्पण खोज्दैछौं। शहीदहरूको रगत खेर नजाओस्, किनकि त्यो बलिदानको आत्मा आज पनि हामी भित्र जिउँदो छ। आज देश संकटको घडीमा उभिएको छ। यस्तो निर्णयात्मक समयमा कुनै पनि प्रकारको गुटबन्दी वा विभाजन सह्य छैन। यदि सरकारले त्यो अवसरमा एकताको पहल गर्न सकेन भने इतिहासले कहिल्यै पनि हामीलाई माफ गर्ने छैन। हाम्रो प्रष्ट प्रस्ताव यो छ, सबै 77 जिल्लामा जेनजी सम्मेलन आयोजना गरियोस्, त्यसबाट प्रदेशगत प्रतिनिधिहरू चयन गरियोस् र त्यसपछि काठमाडौँमा केन्द्रीय जेनजी अधिवेशन गरियोस्, जहाँ सबै जेनजी सदस्यहरू भेला भएर भविष्यको बाटो सामूहिक र पारदर्शी रूपमा तय गर्न सकुन्। नेतृत्व व्यक्तिगत होस् या सामूहिक, निर्णय सहमति र पारदर्शीसँग हुनुपर्छ। नेतृत्व भन्दा पनि महत्त्वपूर्ण कुरा हो एकता र सहकार्य। हाम्रो माग न राजनीतिक हो, न त राजनीतिक हो न त आर्थिक। यो शुद्ध राष्ट्रिय आह्वान हो। सरकारले हामीलाई एक बनाउन पहल गरोस्। जेनजी एक भएपछि मात्र शहीद परिवारहरूका लागि न्याय, राष्ट्रिय शहीद दिवसको स्थापना र घाइतेहरूको उचित हेरचाह दीर्घकालीन रूपमा सम्भव हुन सक्छ र हुनेछ। त्यसपछि मात्र सुधार, पारदर्शिता र समृद्धिको यात्रा अगाडि बढ्नेछ। हामी आलोचना लिएर आएका होइनौं, आशा लिएर आएका छौं। हाम्रो विभाजन होइन, समर्पणको भावना लिएर आएका हौं। त्यसैले पुनः विनम्र अनुरोध गर्दछौं, सरकारले आजै पहल गरोस्। यदि पहल भएन भने हाम्रो शान्तिपूर्ण आन्दोलन एकता भएसम्म निरन्तर जारी रहनेछ। शहीदहरूको रगत र राष्ट्रको भविष्यको लागि जेनजी युनाइटेड मुभमेन्ट सधैँ एकताबद्ध भएर अघि बढिरहनेछ। आदरपूर्वक